आज चाहिँ हामीहरू तिनधारे जाँदैछौँ। यो चाहिँ विशेष गरी काफलै खानको लागि हो, अरू चाहिँ खासै त्यस्तो स्पेसल केही पनि छैन होइन। यहाँ आउने बाटो भनेको कहाँदेखि आउन सकिन्छ भनेपछि धुलीखेल हुँदै आउने हो। यो धुलीखेलदेखि तल सिन्धुली जाने बाटो हो। अनि यहाँदेखि चाहिँ अलिक तल गएपछि दाप्चातिर निस्किन्छ अनि दाप्चादेखि सिधै तल झर्ने हो। बाटो चाहिँ एकदम काठमाडौँदेखि धुलीखेलसम्मको बाटो चाहिँ खासै राम्रो छैन। त्यतादेखि यताको चाहिँ त्यो बाटो सबै ठिकठाक राम्रै छ। चाहिँ जापानिज सरकारले अब जापानको सहयोगमा बनेको बाटो हो। अनि यसलाई चाहिँ बिपी राजमार्ग भन्छ। मोस्ट ट्राभल त्यही नै हो, बिपी राजमार्ग नै भन्छ। अनि प्रायः जसो मानिसहरूले चाहिँ यो सिन्धुलीको बाटो भनेर चाहिँ अलिकति प्रख्यात नै छ। अनि यो बाटो बनिसकेपछि एउटा बिजनेस भनौँ अथवा यो विदेशीले पनि यत्तिकै सहयोग त गर्ने होइन। यो बाटो चाहिँ एकदम हाइस फ्रेन्डली विङ्गर हुन्छ नि हाम्रो टोयोटा हाइस, त्योसँग एकदम फ्रेन्डली बाटो हो। अनि यो बाटो बनिसकेपछि चाहिँ नेपालमा एकदमै हाइसको मार्केटमा एकदम फर्स्ट आएको थियो। मेरो क्यामेराको लेन्सबाट तपाईँले देखिरहनु भएको यो नागबेली सडक हो बिपी राजमार्ग। 160 किलोमिटर लामो यो सिन्धुली सडक काठमाडौँलाई मध्य र पूर्वी तराईसँग जोड्ने प्रमुख वैकल्पिक र सबैभन्दा छोटो राजमार्ग हो। सन् 1995मा निर्माण सुरु भएर मार्च 2015मा मात्र यो पूर्ण रूपमा सञ्चालनमा आएको थियो। यो राजमार्ग जापान सरकारको करिब 22 अर्ब नेपाली रुपैयाँ अनुदानमा बनेको हो, जुन विश्वभरमै जापानले दिएको सबैभन्दा ठुलो अनुदान हो। पहिले त्रिभुवन राजपथ हुँदै जाँदा 9 घन्टाभन्दा बढी लाग्ने बाटो यो राजमार्ग बनेपछि काठमाडौँबाट बर्दिवास पुग्न जम्मा 5-6 घन्टा मात्रै लाग्छ। अझ बिचमा रोसी खोलाको बाढीले सडक नबिगारेको भए अझै छिटो पुग्न सकिन्थ्यो। यो बाटो हुँदै जाने यहाँनिर आइन्छ। अनि त्यसपछि चाहिँ यतादेखि जाने भनेको चाहिँ कता हो भनेपछि हो यता राइट ट्याक्क यो बाटो हुँदै फेरि राइट जाने हो भने अनि हामीहरू बिपी राजमार्गले यात्रा मात्र सहज बनाएको छैन, काभ्रेपलाञ्चोक, रामेछाप, सिन्धुली र ओखलढुङ्गा जस्ता जिल्लाका स्थानीयको जीवनस्तर उकास्न पनि ठुलो ढोका खोलेको छ। साथै यसले मध्य पहाडी लोकमार्ग, पूर्व पश्चिम राजमार्ग हुँदै पूर्वी नेपालको धरानदेखि हेटौँडासम्मको सडक सञ्जाललाई जोड्ने काम गर्छ। वेलकम टु नमोबुद्ध म्युनिसिपालिटी। काभ्रेको एउटा अत्यन्तै ऐतिहासिक र पवित्र भूमि नमोबुद्ध नगरपालिकामा आइपुगेका छौँ। यो ठाउँको नाम कसरी नमोबुद्ध रहन गयो, यो कथा एकदमै रोचक र मन छुने छ। आजभन्दा करिब 6000 वर्ष पहिले यहाँ राजा सिङ्गत छेन्पोको राज्य थियो। उनका 3 छोराहरू थिए, जेठा ड्रआ छेन्पो, माइला लाहा छेन्पो र कान्छा सेमचेन छेल्पो। जेठा र माइला युद्धकलामा निपुण थिए। कान्छा राजकुमार अत्यन्तै सुशील, दयालु र शान्त स्वभावका थिए। किम्वदन्ती अनुसार एक दिन तिनै कान्छा राजकुमारले एउटी भोकी बघिनी र उसका 5वटा डमरुलाई अचेत अवस्थामा देखे। भोकाएर मर्न लागेका ती जनावरहरूको दयनीय अवस्था देख्न नसकेर कान्छा राजकुमारले आफ्नै तिग्राको मासु काटेर र छातीबाट रगत निकालेर ती बघिनीलाई खुवाएका थिए। विश्वास गरिन्छ कि तिनी कान्छा राजकुमार पछि गएर गौतम बुद्ध बने र ती 5 डमरुहरू उनका प्रथम शिष्यहरू बने। राजकुमारको त्यही महान त्याग र समर्पणको भूमिलाई आज हामी नमोबुद्ध भनेर चिन्छौँ। यो प्रहरी चौकी श्यामपाटी काभ्रेपलाञ्चोक हो। श्यामपाटी नमोबुद्धको पवित्र भूमिलाई पछाडि छोड्दै हाम्रो बाइक अब अगाडि बढ्दैछ एउटा यस्तो ऐतिहासिक गाउँतर्फ जसले आज पनि पुरानो नेपालको जीवन्त झल्को दिन्छ। यो हो दाप्चा। समुद्री सतहबाट करिब 2500 मिटर उचाइमा रहेको यो नेवार बस्तीको कथा एकदमै रोचक छ।
2015 को विनाशकारी भूकम्पले काभ्रेका तथा नेपालका अन्य गाउँहरू तहसनस पार्दा पनि दाप्चा भने आफ्नै विशेष भौगोलिक बनोटका कारण सुरक्षित रह्यो। यहाँका इँटा र माटोले बनेका झन्डै 45वटा पुराना कलात्मक घरहरू आज पनि जस्ताको त्यस्तै उभिएर प्राचीन व्यापारिक मार्गको कथा सुनाइरहेका छन्। यहाँबाट मौसम खुल्दा खुम्बुदेखि अन्नपूर्णसम्मको 350 किलोमिटर लामो मनमोहक हिमश्रृङ्खला र महाभारत लेकको सुन्दर दृश्य देख्न सकिन्छ। दाप्चाको ऐतिहासिक बस्तीलाई पछाडि छोड्दै हामी दायाँ मोडियौँ। यहाँ के रहेछ यो? र अब सुरु भयो हाम्रो रोमाञ्चक अफरोड यात्रा। बल्ल अफरोड सुरु हुने होला यहाँदेखि। यहाँ चाहिँ यो ठाउँतिर चाहिँ प्रायः जसो तामाङहरूको बस्ती बाक्लो हुन्छ। अनि बुद्ध धर्म मान्नेहरू चाहिँ धेरै हुनुहुन्छ यो ठाउँतिर है त। तामाङले चाहिँ हेर्दै हुन्छ है त हेर्नु। ओहो यहाँ डबल आयो भने त यहाँ पुरा स्थिति हुन्छ त विशाल। भर्खरै सुकेको पनि छैन त्यो, भर्खरै हो क्या त्यो ढलान गरेको, सुकेको पनि छैन। ए नि यहाँ त सकिन्छ ल। ल्याउनु पर्छ उतालाई, लास्टै ठुलो छ त यार। सकिन्छ। ए है त, यहाँ पनि एकजनालाई सहयोग गर्ने मौका मिल्यो। अनि माथिपट्टि चाहिँ एकदम कठिन बाटो पार गरेर टेक्का लगाएर
आइयो होइन किनारे जानु भनेर हो। तर बाटो अप्ठ्यारो त्यस्तो चाहिँ छैन है। त्यो बाटो त अब तल सकिहालिन्छ जसले पनि। अर्को बाटो चाहिँ अलि ओह्रालो ओह्रालो थियो, त्यो इरिटेटिङवाला थियो। ऐ खै गर्मी भयो, हामी फेरि तल झऱ्यो क्या यार। हामी त घुम्ने आएको त हो। ल है त दाइ, ल त्यो दाइले बिचरा हरन टुट पारे यार। यो हिलो र कच्ची बाटोको करिब 45 मिनटको ओह्रालो झरेपछि हामी रोसी गाउँपालिका आइपुग्छौँ। पहिला चाहिँ यस्तो थिएन है। हामी पनि आउनु चाहिँ 81 सालको ठ्याक्कै यही महिनामा आएको थियौँ होइन, जेठमै। त्यति बेला चाहिँ बाटो एकदम ठिक थियो। त्यति बेला चाहिँ असर एकदम पुरा गयो नि त, पानी पऱ्यो, बाढी साडी खायो, देशभरि नै डुबान हान्थ्यो। यहाँ पनि हान्थ्यो। यात्रा सधैँ सुन्दर र रोमाञ्चक मात्र हुँदैन, कहिलेकाहीँ यसले हामीलाई विरक्त लाग्दो यथार्थसँग पनि उभाइदिन्छ। तीनधारे झरना पुग्नु अगाडि रोसी खोलाको किनारे जाँदा मेरो मन आज निकै भारी भएको छ। यस्तो थियो नि यार, यहाँ त पुरै वाइल्ड भइसकेछ नि त। मसँग यो ठाउँको केही पुरानो सम्झना छ। कुनै समय यो गाउँ कति जीवन्त र सुन्दर थियो। किसानहरू खेतमा काम गरिरहेका हुन्थे। भैँसीहरू चढ्दै गरेका ती शान्त दृश्यहरूले मन आनन्दित पार्थ्यो। यहाँको आफ्नै छुट्टै रौनकता र चाम थियो। तर आज यहाँ त्यो उल्लास छैन। 2081 सालमा रोसी खोलामा आएको विनाशकारी बाढीले यो पुरै गाउँको मुहार विरूप बनाइदिएको छ। ती सुन्दर बस्तीहरू बगरमा परिणत भएका छन्। थुप्रै घरहरू बगे र कैयौँका सपना उजाडियो।
साँच्चै भन्नुपर्दा नदी भनेको जीवन हो। यसले सिर्जना गर्छ, पाल्छ। तर विडम्बना जीवन दिने त्यही नदीमा उर्लिएको बाढीले यहाँका मानिसहरूको सिङ्गो जीवन र खुसी नै बगाएर लगिदियो। प्रकृतिको यो रौद्र रूप र समयको यो कठोर प्रहार देख्दा म निशब्द छु। यो उदासी र प्रकृतिको शक्तिप्रतिको नमनसहित भारी मन लिएर म मेरो गन्तव्यतर्फ पाइला बढाउँदैछु। त्यस्तो खोलाले यहाँ अहिले फेरि छैन त्यस्तो पुरा ठुलो बढ्ला जस्तो चाहिँ। है त यहाँ पनि बाटो चाहिँ उफ्रिरहेछ क्या। यहाँ अझै पनि राम्रोसँग बनिसकेको रहेछ। तर पहिलाभन्दा चाहिँ अलि ठिक चाहिँ भएको हो होइन। तर बाटो चाहिँ अझै पनि ठाडै खनिकालो कि यहाँ चाहिँ अलिकति सकेसम्म सोलो राइड नै ठिक छ, डबल चाहिँ आउँदै नआउने। अनि अर्को कुरा चाहिँ एकदम हाइली स्किलवाला राइडर भयो भने चाहिँ अनि मात्रै आउने। त्यस्तो खालको बाटो छैन। नेपालमा चाहिँ प्रायः जस्तो मानिसहरू चाहिँ अलिकति यसो युथहरूले चाहिँ बाटोलाई लग्जरीको रूपमा लिन्छ नि त। रोड भनेको हाम्रो बेसिक निड हो, लग्जरी होइन। त्यसलाई अहिलेसम्म पनि त्यो लग्जरीवाला हामी कन्डिसनमा पुगेकै छैनौँ। हामीहरू अझै हाम्रो बेसिक निड नै ट्रान्सपोर्टेसन हो, रोड हो अझ होइन। अनि प्रायः जस्तो मान्छेहरूले चाहिँ यो बाइक कुदाउने उर्ने विदेशतिर चाहिँ ओहो बबाल बाइक कुदाउन दिन्छ, मोडिफाई गरेर दिन्छ भन्छ नि त। दिन्छ किनभने चाहिँ प्रायः जस्तो डेभलप कन्ट्रीमा चाहिँ उनीहरूको रोड नै त्यसरी बिल्ड गरिसकेका हुन्छ होइन। अनि हाइवेहरू नै रोड बस्तीदेखि टाढा टाढा हुन्छ, जहाँ चाहिँ मानिसहरू एकदम मोबिलिटी कम हुन्छ होइन। त्यस्तो ठाउँमा चाहिँ अनि मोडिफाई गरेर चलाउँदाखेरि अनि जङ्गलदेखि टाढा बाटो अनि ट्याक्क बस्तीदेखि टाढा बाटोमा कसैलाई असर पर्दैन नि त। वास्तवमा हाम्रो नेपालमा त त्यस्तो छैन। हाम्रो प्रायः जस्तो रोडहरू जङ्गलको बिचबाट छ कि बस्तीको बिचबाट छ। जङ्गलको बिचबाट भए जङ्गली जनावरहरू धेरै छन् होइन, जसले गर्दाखेरि दुर्घटना घट्ने सम्भावना हुन्छ। बस्तीको बिचबाट भए चाहिँ अनि मानिसहरूको मोबिलिटी धेरै हुन्छ, आवत जावत धेरै हुन्छ। अनि प्लस चाहिँ अरू मान्छेलाई डिस्टर्ब हुन्छ। त्यही भएर पनि अनि नेपालमा चाहिँ त्यस्तो बाइक मोडिफिकेसनले चाहिँ अलिक स्ट्रिक्टली नै लिन्छ नि त, त्यो पनि हो। अनि अर्को कुरा अनि अर्को रिजन हो कि हामीसँग चाहिँ बाइक मोडिफाई गरेर चलाउने रोडहरू जस्तै इन्फ्रास्ट्रक्चर अझै डेभलप भइसकेको छैन होइन। हामीहरूसँग त लग्जरी छैन नि त। अनि हाम्रो अहिलेसम्म बाटो भनेको अलिक आवश्यकता हो नि त मानिसहरूलाई, यातायातको लागि, ढुवानीको लागि आवश्यकता। अब जब आवश्यकता परिपूर्ति हुन्छ, जब हाम्रो निड्स फुलफिल हुन्छ, त्यसपछि बल्ल हामी लग्जरीतर्फ जान सक्छौँ। अनि त्यसपछि बल्ल चाहिँ अनि हाम्रो रोडको कन्डिसनहरू, ट्र्याकहरू बन्न सक्छन्। त्यसपछि बिस्तारै बिस्तारै अनि मोडिफिकेसन पनि एउटा के भन्छ अरे ठुलो इन्डस्ट्री बन्न सक्छ नेपालमा पनि। बाइक रेसिङ पनि एउटा इन्डस्ट्रीको रूपमा डेभलप हुनसक्छ अथवा एउटा स्पोर्ट्स नै हुनसक्छ नि त। त्यही भएर चाहिँ हामीले कन्सिडर चाहिँ गरिदिनुपर्छ। प्रहरी ट्राफिकहरूले चाहिँ चेक गरे अथवा मोडिफिकेसनलाई चाहिँ यस्तो लियो भनेर चाहिँ त्यो ठिकै पनि हो क्या। किन भनेपछि अब मान्छेको बस्तीको बिचदेखि स्पिड कुदाएर के गर्नु छ र होइन। त्यसले हुने त केही होइन नि त। अल्टिमेटली एक्सिडेन्ट भयो भने दुवैलाई नै क्षति पुर्याउन सक्ने सम्भावना हुन्छ नि त एउटाको गल्तीले गर्दाखेरि। राम्रै हो जस्तो लाग्छ। यो रोड चाहिँ लास्टै हिलारियस थियो, एकदम सिटवाला रोड थियो। अहिले चाहिँ धेरै नै मेन्टेन भइसकेछ यार। पहिला त धेरै राम्रो भएछ बाटो। यतिको चाहिँ हुनु पऱ्यो क्या। यतिको गरेर त अनि पर्यटकहरू आउँछन्। बाटो बन्यो ठिक छ, एकदम राम्रो भयो यार। अनि प्लस अब चाहिँ के हुन्छ भनेपछि अब यहाँ चाहिँ अब कमर्सियल एक्सप्लोइटेसन सुरु हुन्छ। अब
तिनधारा घरमा शुल्क पार्किङ है, सशुल्क पार्किङ। पहिला एकदम व्यापक रूपमा यो चाहिँ गाडीहरू चिप्लिएर यहाँ एकदम भाइरल हुन्थ्यो। अहिले चाहिँ धेरै नै सुधार भइसकेछ यार। आउने बेलामा त यो रमाइलो तरिकाले आइयो, फर्किने बेलामा पो झ्याउ लागेर उत्पात हुने होला यार। त्यो माथि चाहिँ आइपुग्यौँ फाइनल डेस्टिनेसनमा। एकदम व्यापक तरिकाले आइयो आउन चाहिँ एनी प्रब्लम। यही है तिमीहरू अघि शौचालयहरू बनाएको रहेछ, तर धारासारा हेर तर व्यवस्थित गरिदिएको छ नि। यो गरेर भित्र फोहोर रहेछ, ट्याङ्की पनि राखेको रहेछ है। अब यहाँ सदुपयोग गर्न नजानेर तिनधारानिर आइपुग्ने बेला भयो। यहाँ चाहिँ हामीहरू यो झरना घुम्ने भन्दा पनि यहाँ चाहिँ आज काफल खानी भनेर मात्रै आएको हो। अब यहाँ आइपुगेपछि चाहिँ अब यहाँ चाहिँ पसेर जाम भन्ने मात्रै मन साइले आएको। बाटो भन्नाले बाटो नै चाहिँ छैन, भित्रसम्म चाहिँ हिँड्ने हो। करिब 300 मिटर अर्थात् 900 फिट उचाइबाट 3वटा धारा भएर झर्ने यो झरनाको भव्यता साँच्चै नै लोभलाग्दो छ। 2077 सालतिर सामाजिक सञ्जालमा नेपालको बाहुबली झरना भनेर भाइरल भएको यो ठाउँ प्रत्यक्ष देख्दा झनै शक्तिशाली र सुन्दर लोभलाग्दो रहेछ। आजको हाम्रो यात्रा तिनधारे झरना घुम्ने मात्रै थिएन। यहाँ पाइने काफल, ऐँसलु तथा अन्य फलहरू चाख्ने योजना पनि थियो।
कालो भएको छ माथि नै ऐसोले त बाफ रे बाफ ऐसोले खसियो हो ल यहाँ हुन्छ खाने भैँसो न हामीहरू चाहिँ त्यही पछाडि जङ्गलदेखि निस्केको यहाँ चाहिँ एउटा ठुलो ग्राउन्ड जस्तै छ यहाँ यो जङ्गलमा काफल तथा ऐँसेलीहरू प्रशस्त मात्रामै थिए बोतलमा प्रकृतिको यो अनुपम उपहारलाई क्यामेरामा कैद गर्दै आजको यो तीनधारे झरनाको अविस्मरणीय यात्रालाई म यहीँ बिट मार्छु भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद यदि तपाईँलाई आजको भिडियो मन पर्यो भने लाइक शेयर कमेन्ट र सब्सक्राइब पनि गर्न सक्नुहुन्छ